ल साथीहरु फाइनली नयाँ बन्डल आइसकेको छ है। यो चाहिँ म निकाल्न जाँदैछु। मसँग भनेको 5000 को डायमन्ड छ। यो डायमन्डबाट चाहिँ निस्किन्छ निस्किँदैन हेरौँ हैन। नयाँ बन्डल निकाल्दैछु। अब स्पिन पनि हाल्नु न त अब हान्दिउँ हैन त। हान्दिउँ कन्टिन्यू हान्दिउँ 200 के हान्दिउँ। ल के निस्किन्छ त ए गन टुट्टा फुट्टा टोकन। अब फेरि पनि हामी हान्दैछौँ हैन। नयाँ बन्डल यसको लुक सुक चाहिँ दामी छ। कति हजार खाने ओहो कङ्ग्रेचुलेसन। ल एउटा पर्यो एउटा टोकन पर्यो। ल फेरि फाइनली फेरि अर्को पनि टोकन दुईटा टोकन भयो। हाम्रो राम्रै छ क्या परिहाल्छ क्या। ल यसलाई फेरि पनि हामी गर्न जाँदैछौँ। अब 4500 डायमन्ड छ। फेरि पनि हानौँ। परेन छैन क्या दिन्छ कि दिँदैन त धेरै डायमन्ड खान्छ यार। अघिल्लो पालि पनि धेरै खाएको थियो। यो पालि कति खान्छ अब फेरि पनि फेरि अवतार अब त ब्यानर पर्यो क्या ब्यानर परे जस्तो छ ब्यानर। दुईटा टोकन चाहिँ मसँग परिसकेको छ है। अब तीनटा टोकन पर्नु बाँकी थियो। अब पर्छ त पर्दैन गनको स्किन मात्रै पर्छ खालि त्यो भाँचेको फुटेको टोकन दिन्छ यार। अब यतातिर यसो ट्राई गरी हेरौँ अनि यसपछि फेरि घुमाउनुपर्छ पर्छ त। अब यतातिर गर्दा पर्छ होला सायद। यतातिर एक दुईचोटि हेरौँ। अब मसँग 4100 डायमन्ड छ। 4100 डायमन्ड पर्छ कि पर्दैन दुईटा त परिसक्यो। पर टुट्टा फुट्टा भाँचेको गरेको टोकन दिन्छ अब सबै। कति हजार कति खाने हो कति हजार डायमन्डमा दिने हो। अब फेरि पर एउटा पर छैन। मेरो डायमन्ड खाने भयो 3600 डायमन्ड मात्रै छ। के हो कटनाको स्किन कटना पर्यो कङ्ग्रेचुलेसन। ए होइन भन्छ ब्यानर म त फेरि परेको टोकन होइन पर खालि यस्तै मात्र दिन्छ खालि यस्तै मात्र के गर्नु फेरि पर्दै भएन। कति हो आम्मा 3200 मात्र छ त अब त 3200 दामी मोट बाब्रे बा। यो पछिको निस्क्यो भने सर्टगन पनि आएको है। सर्टगन पनि लक ट्राई गर्नुपर्छ। खालि यस्तै मात्र चाहिँ अब एक एकवटाको स्पिन हानी हेरौँ न कतिको पर्छ त फेरि 200 हान्नु। आम्मा कति खायो 3000 मात्रै छ त पर्दैन के अरे। यो त दुईटा त परिसक्यो। अब तीनटा गर्न बाँकी छ। पर्छ कि पर्दैन पर यो मेरो त भाग्य पनि राम्रो छैन क्या हो। पर्दैन क्या लक्की 7 भने जस्तो पर्नुपर्ने हो क्या। ट्याक्कै बन्डलै पर्दै हुन्थ्यो नि। बन्डलै पर्नु कस्तो दामी हुन्छ होला साथीहरु। यो भिडियो पर फेरि तीनटा टोकन भयो। यो भिडियो लाइक गरिदिनु सब्सक्राइब गरिदिनु मेरो च्यानल हैन। पर्यो भने त परेन हौ परेन अब दुईटा पर्नु बाँकी रह्यो। तीनटा परिसकेको छ हैन अलरेडी तीनटा परिसकेको छ। अब दुईटा पर्नु बाँकी छ। अब लगभग मेरो टोकन पनि 1700 टोकन नै रहेछ। कङ्ग्रेचुलेसन। अरे ओबी ब्याच शुद्ध नम्बर बन्डलै पर्यो यार। ब्याच शुद्ध बन्डल पर्यो 1720 मा मेरो पनि ब्याच नम्बर बाफ्रे बाफ बन्डलै पर्यो यार। लो पर्यो यसलाई किप गर्नुपर्छ हैन। अब कस्तो छ हेर्दिउँ न त यसलाई पनि बन्डलै परिरहेको क्या साथीहरु। बाफ्रे बा यस्तो अब यसको त रङ पनि चेन्ज हुँदो रहेछ यार। बन्डलै चेन्ज हुन्छ क्या यसको। Kindness and restraint. यहाँ खोलो Turbulence. त्यसपछि यसको हुन्छ त खै यहाँबाट त हुँदैन क्या लुक चेन्जर। खतरा यार बन्डल चाहिँ खतरा छ यसको यार। यसको सर्टगनमा पनि हामी यसो ट्राई गरेर नि त अब 1300 टोकन छ। 1300 डायमन्ड परिहाल्छ कि मसँग यसको एउटा पनि छैन पर्छ हेर्नु। नयाँ च्यानललाई सब्सक्राइब गरिदिनु अनि माथि रहेको बेल आइकनलाई अलमा गरेर क्लिक गरिदिनु। 50 नपुग्नु त दिँदैन गरिनाले 50 नपुग्नु दिँदैन। अर्को राम्रो हुन्छ पर छैन।
परेन फेरि हो पर 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 के पर्न ए 12 फाल्गु परिरहेको खै